अहिले हामी चाहिँ दैलेखको श्रीस्थान मन्दिरमा घुम्न आएका छौँ। यहाँ म यो पहिलोपल्ट आउँदैछु। यहाँ पानीमा आगो बल्छ अनि मन्दिरभित्रमा आफै जमिनबाट आगो बल्छ भन्ने मैले सुनेको थिएँ र कस्तो रहेछ त भनेर म यहाँ हेर्न आएको छु। यो प्रत्येक मन्दिरहरू हामी घुम्नेछौँ। सबै मन्दिरहरूको के कस्तो छ तपाईँहरूलाई सबै छर्लङ्गै पारेर हामी तपाईँलाई देखाउँछौँ। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी अहिले श्रीस्थान पुगिसकेका छौँ। तपाईँ देख्न सक्नुहुनेछ हामी मन्दिरको गेटभित्र प्रवेश हुँदैछौँ। यो दैलेख जिल्लाको सदरमुकामबाट लगभग आधा घन्टा तपाईँले बाइकमा यात्रा गर्नुभयो भने यो ठाउँमा पुग्नु सक्नुहुन्छ। यहाँ नयाँ धाराहरू बन्दैछ। तपाईँ देख्न सक्नुहुनेछ हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौँ र एउटा मसँग मेरो भाइ पनि छ। तपाईँ देख्न सक्नुहुनेछ हामी मन्दिरको भित्र यो श्रीस्थान मन्दिरको हामी बिच सेन्टरमा पुगिसकेका छौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ मन्दिरहरू हेर्नुहोस्, एउटा दुईवटा तिनवटा चारवटा लगभग 5-6वटा मन्दिर रहेछ र त्यो चाहिँ बाबाहरूको ठुलो घर छ। त्यो बाबाहरू बस्ने घर हो र मेन मन्दिर भनेको यतापट्टि देख्न सक्नुहुन्छ तपाईँले। अब हामी चाहिँ यो बाबाहरू बस्ने ठाउँमा नजिक पुगिसकेका छौँ। तपाईँ देख्न सक्नुहुनेछ। अब त्यहाँनिर एउटा बोर्ड देखाउँछु मैले। यो बोर्ड यहाँको अब आर्थिक सहयोग अथवा कोही गर्ने मान्छेहरूको बोर्ड होला सायद। अब हामी बाबासँग एकछिन सोध्नेछौँ। बाबासँग सोधेर बाबाहरूले चाहिँ हामीलाई जुत्ता खोलेर मात्र भित्र जानु होला भनेर भन्नुभएको थियो र मन्दिरभित्र हामी प्रवेश गर्दैछौँ। देख्न सक्नुहुनेछ यहाँ मूर्ति रहेछ, ठुलो शिवजीको मूर्ति होला सायद। शिवजीकै मूर्ति रहेछ। त्यहाँ साइडमा देख्नुहुन्छ तपाईँहरू घन्टाहरू कति धेरैहरू छन्। श्रीस्थान मन्दिरको मेन मन्दिर भनेको यो हो है। तपाईँहरू आएर यहाँ भ्रमण गर्न सक्नुहुन्छ। यहाँ आएर भगवानको आशीर्वाद दिन पनि सक्नुहुन्छ। अब म यो भित्र जान्छु। हेर्नुहोस् श्रीस्थानको मेन मन्दिर ज्वालामुखी देख्नुभयो। ज्वालामुखी यसरी बलिरहेको छ यहाँ। यस्तो अद्भुत देख्नुभयो होला तपाईँहरूले कतिपयले र नदेखेको कति हुनुहुन्छ भने आएर हेर्नु होला। म श्रीस्थानभित्र जाँदैछु। यहाँ देख्न सक्नुहुनेछ। हेर्नुहोस् आफै बलेको छ। हेर्नुहोस् यो सायद यो माथि एउटा फलामको पाता जस्तै राखेको छ। यो भनेको माथि कालो भाग धेरै जल्ने भएको कारणले गर्दाखेरि यो माथिबाट ढाकेको हुनु, तर यो यति धेरै टाढो बल्छ। हेर्नुहोस् त यो भित्र फेरि गर्मीको पनि लास्ट टाइम महसुस हुन्छ। यहाँ धेरै गर्मी हुन्छ। यहाँ मूर्तिहरू पनि राखेको रहेछ, यति धेरै मूर्ति। अब मैले यहाँ भेटी चढाएर जान्छु म होइन। मन्दिरको ठाउँमा आइसकेपछि भेटी चढाउनुपर्छ। मैले भेटी चढाइसकेको छु। तपाईँ देख्न सक्नुहुनेछ त्यो। अब हामी यहाँबाट मन्दिरबाट अब भेटी चढाएर बाहिर निस्किन्छौँ र मेरो भाइले पनि अब सायद दर्शन गर्छ होला। तपाईँहरू पनि यदि कोही आउनु भएको छैन भने यो श्रीस्थान दैलेखमा आएर आशीर्वाद लिएर जानु होला। भाइले पनि अब यहाँबाट आशीर्वाद लिएर जान्छन्। र यो देख्नुभयो तपाईँले, यो कालो नराखेको भए, यो माथिबाट पन्यु जस्तो चिज नराखेको भए त्यो पुरै जलेर कालो हुन्थ्यो। सायद त्यसको सेफ्टीको लागि राखेको होला त्यो। यस्तो टाढो बल्छ कि हेर्नु, पुरा आगो हो कि। अब यहाँ देख्नुहुन्छ शिव मन्दिर, यो शिवको मूर्ति देख्न सक्नुहुन्छ। शिवको मूर्ति हामी यो मन्दिरको बिच सेन्टर हो। यो मन्दिरको बिच सेन्टर हो। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त सर्लक्क लाएर यहाँ घन्टीहरू पनि छन्। र तपाईँले एउटा कुरा थाहा छ कि छैन, यो ठाउँमा भनेको नेपालमा 50 वर्षको लागि ग्यास छ भनेर जुन हाम्रो यहाँको त्यो ग्यास उत्खनन भएको छ दैलेख यही श्रीस्थानमा हो होइन। योभन्दा अलि अगाडि छ त्यो ठाउँ। यहाँबाट 3 किलोमिटर अलि टाढा पर्छ। 50 वर्षको लागि नेपाललाई ग्यास पुग्नको लागि प्रशस्त मात्रामा छ भनेर अस्तिको त्यो जुन सरकारले घोषणा गरेको थियो त्यो ठाउँ भनेको यही ठाउँ नै हो। र यो मन्दिरमा पनि बल्ने रहेछ ज्वालामुखी। यो मन्दिरमा पनि बल्छ। म तपाईँलाई देखाउँछु। हेर्नुहोस् त्यो काठको मन्दिर, काठको पुल। यहाँ हेर्नु, यो भित्र चाहिँ छ, यो भित्र पनि जल्ने रहेछ। तर खै के कारणले चाहिँ बन्द भएको रहेछ क्या अहिले। यो त्यो निभेको छ, अहिले जलिरहेको छैन। अब हामी तपाईँलाई पानीभित्र जल्ने ज्वालामुखी हेर्न जाँदैछौँ। यो हेर्नुहोस् यो काठको पुल कस्तो राम्रो, कति सेप मिहिनेत लगाएर बनाएको छ। यो काठको पुल कति राम्रो छ, पुरा नक्सासहित बनाएको छ। हो यो मन्दिर हो। यो मन्दिरमा तपाईँले देख्न सक्नुहुन्छ यहाँ उता पानी पनि परिरहेको, त्यहाँबाट ज्वालामुखी पनि जलिरहेको छ हेर्नु त्यो। तर यहाँ म घुम्न आउँदाखेरि चाहिँ मलाई यो जुन आगो जो बलिरहेको छ तर कस्तो ग्यास जस्तो सेन्ट आइरहेको चाहिँ मान्छु मैले। तपाईँहरूलाई कस्तो लाग्छ खै, तपाईँ एकपल्ट आएर भ्रमण गर्नु होला। देख्नुभयो पानीभित्र बलिरहेको छ। त्यहाँ पानी पनि आइरहेछ, त्यहाँ बलिरहेको पनि छ। अर्को ठाउँमा त कुन ठाउँ हो पानीमा पनि बल्छ भन्ने कुरा सुनेको थिएँ। म अब टिका लगाएर हामी फर्किन्छौँ सबैजना। तपाईँहरू पनि घुम्न आउनु होला यो दैलेखको श्रीस्थानमा। धेरै टाढाबाट मान्छेहरू आउनुहुन्छ। यो एउटा पर्यटकीय ठाउँ पनि हो। तपाईँहरू आउँदै गर्नु होला। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। हस्त धन्यवाद। सबैजना आउँदै गर्नु होला।